यो नाटक विशुद्ध सामाजिक जनचेतनाका लागि तयार पारिएको काल्पनिक घटना समावेश गरिएको विषयवस्तु हो। यसमा समावेश पात्र, स्थान, नाता, सन्दर्भ कसैको नाम वा जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ। कालीगण्डकी गाउँ आफैमा एउटा सुन्दर नाम, जति राम्रो, पवित्र, प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्योभन्दा बढी यहाँका मानिस अशिक्षा, गरिबी, पछौटेपन, अन्धविश्वास लगायत विभिन्न सामाजिक समस्या र कुरीतिमा पिल्सिएका छन्। यहाँका मानिसले भोगेका विविध समस्यामध्ये चेलीबेटी बेचबिखन पनि यहाँको प्रमुख समस्या हो। यसैलाई यहाँ देखाउने प्रयास गरिएको छ। यस्तो गर्नुभयो, चौतारी रहेछ, एकैछिन आराम गरेर गर्नु। टिचरको काम मेरो 20 पेन छ म्याथ अनि भोलिदेखि जाने मैले लिने सबैमै मेरो सबै साथीहरू विद्यालय गए, म मात्रै जान पाउनु। के गर्ने, गरिबको छोराछोरीको यस्तै हुनु पर्यो। आज त घर आउँछु, म पनि विद्यालय जान्छु। हजुरआमा आइस आइहाल्नु। आमा, बाबा, मेरो सबै साथीहरू विद्यालय जान्छन्। बाटोमा जाने बेलामा आज म घाँस काटेर जस्तो घाउ गएको थियो, गर्मी पनि भएको थियो, चौतारीमा बसेको थिएँ। यस्तो जिस्काएर गयो, मेरो मन त कस्तो खिन्न भयो। भोलि त म पनि विद्यालय जान्छु नि ल बाबा। होइन माइकी आमा, यत्रो के भन्छ, तेरी छोरीले विद्यालय पो जान्छु भन्छ त। होइन, घरको अवस्था यस्तो छ, विद्यालय गरेर त के गर्छस् भन् त। जे गरे पनि बिहा गरेर आफ्नो बुढा घर जाने हो क्या अरे। घरमा यस्तै रोगी आमा चाहिँ, 2जना भाइ बहिनीहरू छन्। ठुलो घरमै भाइ बहिनीहरूलाई हेर्ने अनि बुढी आमाको सहयोग गर्ने। होइन बाबा, मेरो सबै साथीहरू घरै काम गरेर कोही भ्याएर मात्रै जान्छन्। म पनि त्यसरी नै जान्छु नि बाबा। भोलि मलाई विद्यालय हालिदिनु नि बाबा। होइन है माइकी आमा, तेरो छोरी कति जिद्द गरेको हो, सम्झाइ त। छोरी सही त अनि घरमा म बिरामी छु। मेरो मुटुको रोग छ, बुढालाई पनि बुढेसकालले छोडिसक्यो, भाइ बहिनीहरू साना छन्। तिमी त बुझ्यौ नि छोरी, तिमी त ठुली छौ, तिमीलाई पनि हामीले पढाउनु मन थियो, तर के गर्नु, गरिबीको जन्मले हो, यस्तै हुँदो रहेछ। पछि ठुलो मान्छे भन्छौ अनि तिमीले आफ्नो सबै कुरा गराउनु नि। हुन्छ आमा, हुन्छ बाबा। बरु म पढ्न जाँदिनँ, तर मेरो एउटा शर्त छ, तपाईँले मानिदिनुहोस्। कस्तो शर्त? म त राम्रोसँग पढ्न पाएन, तर मेरो भाइ बहिनीलाई राम्रोसँग पढाउनु पर्छ, ठुलो मान्छे बनाउनु पर्छ। बरु घरको काम सबै म गर्छु। पैसा जुटेन भने अर्को घरमा गएर काम गरेर भए पनि पैसा उठाउँछु, हुन्न र बाबा? ल अब कमाइ भएपछि भाइ बहिनीहरूलाई पनि स्कुलमा हालौँला। बुढा तिमीले बोटमा घाँस दिएर आऊ, बस्तुलाई म खाना पकाउँछु भने मैले पनि त्यस्तो कुरा गर्छे। म पनि मुटुको रोगी छु, बुबाले पनि बुढेसकाल लगाइसक्यो, नानीको बुबालाई पनि के गर्नु होला। छोरी त साह्रै दुःख पाउने गयो, म पनि रोगी छु, म कसरी पढाउने होला त त्यसलाई। भाइ बहिनीहरू पनि साना छन्। माया खाना आइज त भान्सामा। खसी आमा लिएर आउनु। नगरिकन खाऊ न, दिनदिनै गरम भयो। गरिबको घरमा कहाँ मासु हुन्छ र बाबुहरू।
दुई ग्लास भात खान त यति धौधौ गरेको छ। दिदीले हो हामीलाई काम गरेर खुवाउने, त्यही दिदी पनि अब त ठुली भइसके। यसले पनि कति गरौँ, उसले पनि बिहे गरेर अर्कोको घरमा जाने बेला भइसक्यो। ए जे छ त्यो मिठो मानेर खाऊ न। रामेले जहिले नि आफ्नो कुकुरलाई मासु खुवाउँछ, हाम्रो त कुकुरको जस्तो नि हैसियत छैन। त्यस्तो नभन न बाबु, खाऊ। छोड्दिनु आमा, अहिले भोक लाग्छ अनि आफै आउँछ खाना। ए भगवान्, के गर्ने होला यिनीहरूलाई, अब कसरी खुवाउने होला त। कतिर आइजाऊ त नानी बाबु, खान चाँचाडो आइजाऊ न। रातो जुठो भाँडा उता राखेर आइज, म जुठो सफा गर्छु। जाऊ रातिले वस्तु हेरेर आऊ के कस्तो भयो। भोलि बिहानै मेलामा जानु पर्यो। हुन्छ। जिउ देखेको केही काम नगरे पनि बुढेसकाल लासी त्यस्तै हुँदो रहेछ। छोरीलाई उठाउनु पर्यो, भाडा सफा गरेर भन्छु। अनि म बनाउँछु। छोरी, ओ माया, भाडा त्यस्तै राखेर आयो भने चाहिँ हिजो त्यो गरेर आइज, म अघि बनाएर गर्छु। ए बुढा उठा छिटो, छोरीले कति काम गरिसक्यो मा। छोरा, ओ छोरी, उठ छिटो। उठ न छोरा, उठ छिटो। एकटा हिक्का गइसक्यो। उठ छिटो। आमा, जा घाँस काटेर आइज, म पनि यसो यसो गर्दै गर्छु। तिमी पनि गोठा गरेर आऊ। कपडा आयो सस्तो ल, राम्रो छ लाउनुहोस् है। सस्तो ल, सस्तो मान्छेको इज्जत लाउनु है। कपडा आयो, कपडा ल, राम्रो राम्रो छ लाउनु है। कपडा ल, है कपडा आयो, कपडा ल, सस्तो आयो ल, आयो ल, आयो गाउँमै सेवा आयो ल। कपडा आयो, कपडा बहिनी कपडा लिने हो। यत्रो मेहरबानी, कति काम गरेको, कति पढ्यौ? पढ्न त कहाँ पाउने त, यस्तो गाउँघरमा जन्मियो, मेलापात गर्नै पर्यो। विद्यालय जाने पनि घरको आर्थिक अवस्था कमजोर छ। कतै जागिर खाएर आम्दानी गऱ्यौ न। यस्तो नपढेकोलाई जागिर दिएला नि त भाइ। है लाटी, जागिर खान के पढ्नै पर्छ भन्ने छ र? मसित जान्छौ त, म तिमीलाई राम्रो जागिरमा लगाइदिन्छु। हुन त हुन्थ्यो नै, घरमा गएर कुरा गर्छु। आमा र बुबाले मान्नुभयो भने भाइ बहिनीलाई नि पढाउने भनेको छु। माने चाहिँ झम्ला नि भाइ। कहाँ हुन्छ घर आमा बुवा, कहाँ कसैले नि भन्ने होइन। मलाई धेरैले भनेका छन् जागिरमा लागिन भनेर, फेरि अरू रिसाउँछन् मसँग। फेरि घरमा आमा र बुबा दुवै बिरामी हुनुहुन्छ, नभनिकन नि कसरी जाने? म त दुलारमै परेँ दाइ। मैले त तिम्रो समस्या देखेर मात्र तिमीलाई जागिरमा लागिन खोजेको, बाँकी विचार तिम्रो। भोलि जाने भए ल, मोबाइल म जान्छु अनि जाने अब। सबै कपडा आयो, रुमाल मुजा आयो ल, कपडा यिनीहरूलाई कपडा आयो, कपडा ल, बहिनी राख्ने हो कपडा। महँगो भयो 500 त म धेरै महँगो ल राख्नु राख्नु ल, राख्ने हो। राखौँ राखौँ ल, नयाँ नयाँ डिजाइनको छ ल, आउनु कपडा आयो, कपडा ल। यस्तो मगानिकल राखेर दाइले शर्मा लगेर काम दिलाइदिन्छु भन्नुभएको छ। फेरि घरमा कसैलाई पनि नभन्नु भन्नुभएको छ। खै के गर्ने के गर्ने, पनि दिनुभएको छ। फेरि घर आमा बाले देख्नु भयो भने गाडी गर्नुहुन्छ होला। ल भइहाल्यो, तिमीलाई
गरिस् त नि आज आउनमा जङ्गलमा पशुलाई नै पाइएन अनि हिँड्दाखेरि पनि कस्तो गर्नुभएको थियो अनि चौतारीमा एकैछिन विश्राम गरेर आउँदा ढिलो भयो होइन तेरो छोरी आजकल कतै बिग्रिँदै लाग्ने कति गाली गरेको बहिनी दिदीलाई नि त्यही त नि किन गाली गर्नुहुन्छ र दिदी छोरीलाई जहिले पनि सधैँ एक्लै कहाँ हुन्छ र पर्सोलाई सोध्न पाइएन भन्दै चाहिँ यता आउन पाइँदैन कहिले कहिले त्यस्तै भइहाल्छ नि कतिका कचकच गरिराखेको जना सुताउ त ल ल आइज छोरी सुत कहाँ गइस् भोलि आएर सबै उठ्नु पऱ्यो केटाकेटी सुतिसकेको रहेछ हिजो सहरमा लगिदिन्छु भनेर काम मिलाइदिन्छु भन्नुभएको थियो फेरि छोडेर जाम भने नि आमा र बुबा बिरामी हुनुहुन्छ के गर्नु खै निद्रा पनि लाग्दैन भोलि जाम कि नजाम भइसक्यो गएन भने पनि तलब राम्रो होला फेरि यो अवसरपछि आएन भने फेरि गाह्रो हुन्छ म जसरी पनि जान्छु घरको अवस्था यस्तो छ पछि 1-2 महिनापछि फोन गरेर आमा र बुबालाई संसार देखाउँछु ओके दाइले गर्नु होला हजुर हजुर म एकैछिनमा आउँछु है नभनिकन जानु लागेको छु फेरि घरको अवस्था पनि यस्तै छ के गर्नु पैसा कमाउनै पर्यो पछि 1-2 महिनापछि उही गएर फोन गर्छु माफ गरिदिनु भाइ राम्रोसँग बस्नु बाबा ओहो अझै पनि आइने किन ढिला गरी यो आयो बहिनी ल जाम अब फेरि अहिले गाउँलेहरूले थाहा पाउँछन् हामी उज्यालो नहुँदै हामी 2 डाँडा काटिसक्नुपर्छ है हामी जाम अध्यारोमा त देखेकै होइन माया खुसी ल्याइदिन्छु वस्तुहरू पनि कराएका छन् यो छोरी कहाँ गइछ आज उठिनु छ क्या हो एकचोटि बोटमा गएर हेर्नु पऱ्यो गएर भगाएर पनि पाइँदैन चाहिँ कहाँ गइछ यो आज माया ओ माया माया कहाँ गइछ यो कोठामा पनि छैन बुढा ए बुढा छिटो उठ न छोरी त छैन त खै त्यहीँ पनि कहाँ गइछ वस्तुहरू पनि कराएका छन् यतै कतै खोज्दै भेटिन्छ कि कति कराइकियो गयो अलिक गरे घाँस काट्न कतातिर छैन टोको पनि त्यही छ आसी पनि त्यही छ कहाँ जानु र भनेको त सधैँ गयो भनेर जान्थेँ नि कहाँ गइछ भन्नु छोरीलाई खोज न नानी बाबाबाट उठाएर खोज्न लगाउनु छोरी बाबु छोरी उठ छिटो दिदी त छैन त खै दिदीलाई खोजेर आउन जाऊ जाँदा दिदीलाई खोजेर आइज बिहान हिँडेको केटी माया नै छ क्या त्यसको बाबामा र भाइ बहिनी त्यसलाई गाउँघरि खोज्दै बस्छ नि त हो बिहान त चाहिँ केटा अँध्यारोमा केटासँग केटाको कोलो बस्छु क्या हो त्यससँग कोही गयो क्या हो रामेका दिदीहरूले त दिदी गोबरहरू हुन्छ नै अहिले के भन्छ यो त माइकी आमा के भन्छ हाम्रो दिदी त पहिला त्यस्तो हुनुहुन्थेन कि अर्कै दिदीहरू कि होला त्यस्तो हाम्रो छोरी त त्यस्तो थिएन किन त्यसरी गइछ र होइन होला त्यस्तो त यदि त्यस्तो भयो भने के गर्ने होला र पैसाको लोभमा जायो त्यही दुःख गर्दा खालि एउटी त्यही छोरी हाम्रो त्यही एउटी छोरी थियो त्यही पनि अब छोडेर गयो कुन खालले होला र हामीलाई म मुखिया बासँग सल्लाह गरेर आउँछु मुखिया बा के भयो र माइला
किन आइस एका बेला हडबड लौ न मुखिया ल म त बर्बादै भएँ राति खाना खाएर सुतेको थिएँ तर बिहान उठ्दा छोरी नै छैन लौ न माइकी आमा त रुँदा रुँदै सम्झाउनै सकिएन लौ न मुखियालाई सबैले कुरा काट्न लागिसके कि ऊ त एउटा गोपाल नाम केटासँग गरेको केटासँग पहिला गयो भनेर यो साँचो हो कि झुटो लाउन पत्ता लगाइदिन पऱ्यो मुखिया बा के भन्छ यो जताततै खोजिस् त बिहान उठ्दा माइकी आमाले भनेको थिए सबै ठाउँ चाहिँ गर भनेको तर त्यहाँ पनि छैन अनि घाँस काट्न जान्थे तर घाँस काट्ने सामानहरू सबै घरमै छ लाउन खोजिदिनु मुखिया बा त्यसो भएपछि त अब खोज्नु पर्यो अब म प्रहरीलाई पनि भन्छु अब चिन्ता नबान अब त ढुक्क भएर जा अब मैले भनेपछि यहाँ गाउँमा केही कुरा नहुने त केही कुरै भएन त चिन्ता नमान घरमा रोगी बुढी छ त्यसलाई पनि सम्झाइस् अब त घर ढुक्क भएर जा म तेरो छोरीलाई खोज्ने निदो गर्छु र त ढुक्क भएर जा छिटै गरिदिनु होला है हुन्छ लगाउनेहरू यता आइजाऊ त एउटा कुरा गर्नु छ नमस्ते मुखिया बा ल नमस्ते त्यो माइलाको छोरी हराइ चाहिँ तिमीहरूले केही थाहा पायौ हामी बिहान पानी भर्न जाँदाखेरि मायाले एउटा गोपाल नाम गरेको केटालाई भित्ते गरेको देख्थ्यौँ के अरे अरू केही त भनेन केही सोध्यौँ त हामी त सोधेनौँ त्यही अँध्यारो थियो के अरे हो कि होइन भन्ने थाहा भएको थिएन त्यहाँबाट तिनीहरूको भाइहरूले खोज्दाखेरि बल्ल थाहा भएको त्यहीसँग अब गइन्छौँ क्या ए त्यसो भएपछि अब ठिकै छ अब केटा नि राम्रै होला त्यही भएर उमेर भनेको गइ ल ल तिमी यहाँ बस्दै गर म मालिकनीलाई कुरा जान्छु है नमस्ते मालिकनी नमस्ते गोपाल जी लड़की लाए हुए नहीं ल्याऊ अच्छा दिखाओ को राम्रो काम पाइन्छ होइन नमस्ते तुम्हारा नाम क्या है अच्छा इनको रेस्ट रूम में जाके देखो र यहाँ बस्दै गर खाइदिउली मालिकनी त कुरा गरेर आउँछु अच्छा पैसा कितना दूँ हिजो फोनमा कुरा भएर टिभीमा ठीक है लो यो त कम भयो अलि 10,000 रुपियाँ थपिदिनु अच्छा ठीक है अगली बार ज़्यादा लड़की लेके आना हस् ल अहिले मलाई ढिला भएको छ म जान्छु ठीक है उठो अच्छा इसका नाम माया है इसे सब काम सिखा देना ठीक है दिदी आज म सहर आएको छु यहाँ त धेरै ठुलो काम पाइन्छ अरे तलब पनि धेरै पाइन्छ अरे त्यही तलबले म घर पठाउँछु अनि भाइ बहिनीलाई राम्रोसँग पढाउँछु केही त बोल्नु न दिदी किन म हजारो पारेर बस्नु छ बहिनी तिमी त यहाँ काम गर्न ल्याएको होइन भने तिमी त यहाँ बेचिएर आएकी हौ तर त्यो दाइले त मलाई राम्रो काम बनाइदिन्छु भनेर आउँदै हामीलाई पनि त्यही भनेर ल्याउनु भएको बहिनी तिमीले पनि पक्कै त्यही गोपाल भन्ने मान्छेले फसाएको यहाँ त्यही घर जानु पाइन्न मलाई जसरी पनि घर पठाइदिनु न मेरो आमा र बाबा साह्रै बिरामी हुनुहुन्छ म यदि यही बसेँ भने त उहाँको कसले स्याहार गर्छ पैसा कमाउँछु भनेर म यहाँ आएको थिएँ दिदी मलाई पठाइदिनु न तिमीले अब हामीले जसरी पनि निकाल्छौँ हामी यहाँ फसे पनि तिमी यहाँबाट बाहिर निकाल्ने कोसिस गर्छौ किलो कपड़े पहनो ये नहीं है इसे काम अच्छे से सिखाना मैं बाहर जाके आती हूँ ठीक है अब मालिक नि बाहिर बस्नु अब मान्छे बाहिर बस्नु के तिम्रो मौका भागिहाल्छ ऊ बहिनी तिमी भागिहाल तिमीले अब यस्तो नर्को काम बस्न दिँदैन बहिनी अलिकति धेरै धेरै धन्यवाद तिमीले अब भागिहाल छिटो मालिक आउन सक्नुहुन्छ जाऊ है राम्रोसँग आज हामीले नयाँ बहिनीलाई भगाइदिउँ बेलुका हामीले मालिकले के भन्ने होला नि जाऊ कपडा आयो कपडा आयो कपडा यहाँ त म नबोलिकन जानुपर्छ यहाँका त चेलीबेटी बेचेको छु म नबोलिकन जानुपर्छ
है कपडा आयो कपडा कपडा राख्ने हो यो मेरोमा नि कति काम गरेको दाइ अब काम गर्नै पर्यो घरको आर्थिक अवस्था कमजोर छ मैले त जान्छु म तिमीलाई राम्रो जग्गा किनमा लगाइदिन्छु म त ठुला मान्छेसित सम्बन्ध भएको मान्छे हो के काम हो दाइ मैले खासै पढेको पनि छैन त्यस्तो पढ्न पर्ने काम केही पनि होइन खै दाइ अब घरको आर्थिक अवस्था पनि कमजोर छ त हजुरले काम लगाइदिनु भन्नुहुन्छ अब यो मौकालाई मैले कसरी गुमाउने र दाइ जान्छु ल भोलि बिहानै यहीँ आउनु सबेरै हजुर हुन्छ ल हुन्छ किन आइन्छ पनि आज के भन्छन् यिनीहरू साँच्चै हो नि त्यसो भए त त्यसलाई छोप्नुपर्छ गाउँलेहरू जाऊ तिमीहरू त्यसलाई घेरा हाल्न जाऊ त्यसलाई छोप्नुपर्छ त्यसलाई त्यसै भाग्न दिनु हुँदैन नमस्ते के काम लाग्यो नानीहरू हजुरलाई बोलाउने चाहिँ छिटो तिमीहरू हिँड्दै गर हामी आउँदै गर्छौँ हल्दार नमस्ते के कामले नमस्ते हजुर के कामले बोलाउनु भयो होला त्यहाँ पल्लो गाउँमा हाम्रो गाउँ छोरी माइलाकी छोरीलाई बेच्ने दलाल आएको छ अरे त्यसले पनि एउटा केटीलाई फेरि फकाउन लागेको छ अरे त्यसैले त्यसलाई त्यत्तिकै छोड्नु हुँदैन त्यसैले हजुरहरू छिटो गरेर त्यसलाई समात्नुहोस् म पनि पछि हामी त्यसलाई छिटोभन्दा छिटो पक्रिने छौँ हल्दार मुख हामी पनि यही हो दलाल दर्शकबिन नमस्कार तपाईँहरूको माझ म काली गण्डकी टेलिभिजन संवाददाता सङ्गम छेत्री तपाईँहरूको माझ म नयाँ खबर लिएर उपस्थित भइसकेकी छु गाउँका सोझा सिधा केटीहरू बेच्ने दरार पक्राउ माया जस्तै धेरै केटी चेलीहरू बेचिएको आशंका गाउँलेले दलाललाई झम्टिँदै हान्ने प्रयास र प्रहरीलाई जोगाउन गाह्रो तपाईँहरूको माझ म प्रत्यक्ष लाइभ लिएर उपस्थित भइसकेकी छु अब दलाललाई प्रहरीले के गर्छन् त बेचिएका चेलीहरूलाई गाउँले माइती नेपालले कसरी उद्धार गर्छ त त्यसैले नमस्ते हामीले दलाललाई पक्रिसकेका छौँ यही दलाल हो जस्तो हजुरको चाहिँ फसाएर बेचिदिएको थियो थुक्क पापी तेरो घरमा दिदी बहिनी थिएन त कस्तो मान्छेको जन्म लिएर पनि कलमको काम गर्दै हिँड्दै गर्थ्यो रहेछस् मेरो छोरीलाई कस्तो नर्क बनाएर तैँले पालेछस् तेरो दिदी बहिनीलाई पनि यस्तै भयो तैँले के गर्छिस् होला तँलाई पनि आफ्नो बहिनी सम्झेर माया लाएर त्यही त तेरो घरमा कोही दिदी पनि छैन जो तैँले हाम्रो छोरीले बेचेर ल्याइस् यति पनि लाज लागेन तँलाई नमस्ते मुखियाबा नमस्ते गाउँलेहरू हजुरकी चेलीबेटी हजुरकै गाउँकै चेलीबेटी पनि बेचिएकी रहेछन् हजुर यो दलाल पनि पक्रिसकेको छ हजुरले यिनी हामी कहाँ उद्धार माग्न आएकी थिइन् माइती नेपाल संस्थाबाट हो हामी चाहिँ चेलीबेटीहरूको हामी उद्धार गर्छौँ यिनलाई हजुरहरूले मायाका साथ अप्नाइदिनु होला
यिनी पनि हजुरकै चेलीबेटी हुन्, यिनलाई नहेप्दिनु होला, यस्तो बेचिएकी केटी भन्ने सोच नराखिदिनु होला। यिनी पनि हजुरकै छोरी चेलीबेटी हुन्, यिनलाई लगेर बेच्नु दलाल पनि पक्रिसकेको छ, यिनलाई मायाका साथ अपनाइदिनु होला। यिनी हजुरकै चेलीबेटी हुन्, यिनी हामी कहाँ उद्धार माग्न आएकी थिइन्, हामी चाहिँ हजुर यिनलाई घरमा लगेर उद्धार गर्छौँ भन्ने कुरा राखिसकेका थियौँ। यिनीलाई हजुरहरूले स्वीकार दिनु होला, मायाका साथ राखिदिनु होला। हजुरहरूले यिनलाई अपनाइदिनु भयो। गाउँमा यस्तै चेलीबेटी सम्बन्धी केही घटनाहरू घट्यो भने हामी माइती नेपाललाई सम्झिनु होला। हस्, धन्यवाद। गाउँले हो अब माया पनि आइन गरे ल त्यो दलाललाई पक्रिन सहयोग गर्नुभएका गाउँलेहरू विद्यार्थी भाइ बहिनीहरू सबैलाई धन्यवाद दिँदै र माइती नेपाल र पुलिस प्रशासनलाई पनि यहीँदेखि धन्यवाद दिन चाहन्छु। र घरको स्थिति हेरेर केही होला भन्ने सोचेर चाहिँ मैले एउटा कल दिने बाचा गर्छु र गाउँमा यस्ता नयाँ मान्छे आयो भने यसरी उनीहरूको झुटो बोलीमा छिटै नआइदिनु होला र यस्तो काम कहिले पनि नहोस्। र गाउँमा कोही नयाँ मान्छे आयो भने बिना त्यसको जानकारी नजान्दै त्यसलाई गाउँ परिसरमा छिर्न दिने छैन। र सबै गाउँले विद्यार्थी भाइ बहिनीहरू आफ्नो घरमा जान अनुरोध गर्छु।